र मोडरी गाउँपालिकामा चाहिँ म अहिले सुरक्षित आप्रवासन कार्यक्रम समिति चाहिँ एज अ भलन्टियरको रूपमा कार्य गरेर आइरहेको छु। र आज चाहिँ हाम्रो विशेष चाहिँ के हो भने स्वदेशमा नै रोजगार गरौँ, वैदेशिक रोजगार जाने भए सही सूचना लिएर र सिकेर मात्रै वैदेशिक रोजगारमा जाउँ भन्ने त्यो मूल अभिप्रायको साथ चाहिँ यो कार्यक्रम हामीले मोडरी गाउँपालिकाको 9 वडाहरूमा र 9 वडाभित्र रहेका टोलहरूमा हामीले यो कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ। र हामीले चाहिँ यो वैदेशिक रोजगारलाई सुरक्षित मर्यादित कसरी बनाउने भन्ने त्यो हिसाबले चाहिँ यो कार्यक्रम तपाईँको बिचमा हामीले सञ्चालन गरिरहेको छौँ। अब यो कार्यक्रमको परिचयसँगै अब यो कार्यक्रम चाहिँ म हाम्रो म्याडमलाई ह्यान्डओभर गर्न चाहन्छु। त्यो सँगै आज यो कार्यक्रम प्रारम्भिक चरणको सुरुवात गर्ने क्रममा आजको यसै कार्यक्रमको चाहिँ सभाध्यक्षको भूमिका निर्वाह गरिदिनुको निम्ति देउराली टोल विकास संस्थाका अध्यक्ष आदरणीय व्यक्तित्व मेरो दाजुभाइ पनि हुन्छ आदरणीय सर राज थिङज्यूलाई सभाध्यक्षको भूमिका निर्वाह गरिदिनु म हार्दिक अनुरोध। त्यसै गरी यसै टोल विकास संस्थामा रहनुभएका उपाध्यक्ष तथा सचिवज्यूहरूलाई पनि अतिथिको आसन ग्रहण गर्न म हार्दिक अनुरोध चाहन्छु। र अब यो कार्यक्रमलाई प्रारम्भिक चरण सँगसँगै सुरुवाती र तपाईँको परिचय पनि हामी चाहन्छौँ। त्यसैले नमस्कार। कार्यक्रम सुरु गर्नुभन्दा अगाडि चाहिँ आफ्नो परिचयबाट चाहिँ कार्यक्रम सुरु गर्न चाहने म लक्ष्मी बोले घर चाहिँ मोडरी गाउँपालिका वडा नम्बर 2। म चाहिँ हाल सुरक्षित आप्रवासन साथी कार्यक्रम अन्तर्गत चाहिँ मनोसामाजिक परामर्शकर्ताको रूपमा चाहिँ कार्यरत छु। मैले चाहिँ विशेष गरी वैदेशिक रोजगारको कारणले र अन्य विभिन्न कारणले गर्दाखेरि चाहिँ मान्छेको जुन मनसँग सम्बन्धित समस्याहरू हुन्छ त्यो मनसँग सम्बन्धित समस्याले गर्दाखेरि चाहिँ आफ्नो दैनिक जीवन यापन गर्नदेखि लिएर आफ्नो जिम्मेवारी पुरा गर्नको लागि चाहिँ एकदम असहज भइरहेको अवस्थामा चाहिँ उहाँहरूलाई चाहिँ व्यक्तिगत रूपमा भेट गर्ने र परामर्श दिने त्यो जुन समस्या छ त्यो समस्यालाई चाहिँ सहजीकरण गर्दै जिन्दगीमा चाहिँ कसरी अगाडि बढ्ने भन्ने विषयमा चाहिँ विशेष गरी परामर्श दिने काम गर्छु। र आज चाहिँ हामी यो स्वदेशमा नै रोजगारी गरौँ यदि वैदेशिक रोजगारमा जाने नै भए सही सूचना र सिप लिएर जाउँ भन्ने मूल नाराको साथ चाहिँ मकवानपुर जिल्लाको 6वटा स्थानीय तहमा सञ्चालन गरिरहेको सुरक्षित आप्रवासन साथी कार्यक्रम अन्तर्गत रहेको गहन अभिमुखीकरण भन्ने विषयमा चाहिँ छलफल गर्न गइरहेका छौँ। सुरक्षित आप्रवासन साथी कार्यक्रममै के हो भन्ने विषयमा चाहिँ म तपाईँहरूलाई पहिला सुरुमा जानकारी गराउन चाहन्छु। मैले आफ्नो अफिसको चाहिँ ल्यापटप बिग्रेको भएर तपाईँहरूलाई देखाउन सकेन भने त्यसको लागि चाहिँ क्षमा चाहन्छु। यदि तपाईँहरूले चाहिँ ध्यान दिएर सुन्नुभयो भने चाहिँ यो कार्यक्रमको उद्देश्य यो कार्यक्रमले दिन चाहेको सन्देश